यो हो कतारमा केही समय अगाडि जो चाहिँ मुस्लिमहरूको ईदको समयमा कतारको विभिन्न ठाउँहरूमा यसरी यो फायर वर्क्स यानि कि लाइटनिङहरूको चाहिँ एकदमै गजब गजबको माहौल सिर्जना क्रिएट गरेर हुन्छन्। अनि यो चाहिँ यता लुसेल एरिया छेउ कतारा पार्कतिरको चाहिँ यो भ्युज हो। हामी केही साथीहरू हामी घुम्न गएको थियौँ साँझ 8, साढे 8, 9 बजीतिर। अनि यो चाहिँ एकदमै टाढा टाढासम्म चाहिँ यो लाइटनिङको पुरा सेटिङ हुँदो रहेछ। अनि हजारौँ मानिसहरूको चाहिँ यहाँ भिडभाड हुँदो रहेछ साँझ, एउटा एक प्रकारको मेला लागे जस्तै। अनि एकदमै रमाइलो, विशेष गरिकन चाहिँ फ्यामिलीहरू, अरबी फ्यामिली पनि भयो, साथै विदेशी फ्यामिलीहरू, बढी चाहिँ इन्डियन फ्यामिलीहरू पनि। अनि धेरै चाहिँ यहाँ आउने रहेछन्। अनि यो ईदको बेला अब उसै पनि फेस्टिभल उनीहरूको। अनि त्यही माथि यो समुद्रको छेउमा एकदमै शानदार लाइटिङ, यो अचम्म गजब लाग्ने क्या त्यो लाइभ हेर्दाखेरि चाहिँ। गजबको यो फायर वर्क्स भन्दो रहेछ, फायर वर्क्स यस्तो दामी दामी के अरे यो लाइटहरूको चाहिँ यो पड्किने माथि। अनि डेकोरेटिभ एकदमै दामी, कहिले फ्लावर बन्ने कहिले के बन्ने होइन। यहाँ साँझ पख यो माहौलै गजब लाग्ने रहेछ कि यो समुद्र छेउमा। यस्तो मजाले चाहिँ हामी घुम्यौँ, यहाँनिर हेऱ्यौँ। अनि एकदमै मानिसहरूको भिड भएको कारणले साथीहरू हामी हराउने, को साथी कता पुग्यो, को साथी कता पुग्ने। अनि फेरि फोन गरेर खोजाखोज गर्ने, भेट्ने। अनि यस्तो रमाइलो माहौल थियो। यो आधी घन्टा जति फायर वर्क्स गर्दो रहेछन्। अनि एकदमै गजब लाग्ने थियो, शानदार लागेको थियो। यो कतारको विभिन्न समयमा यस्तो गर्छन्, जस्तै कतारको इन्डिपेन्डेन्स डे, स्पोर्ट्स डे, नेसनल डेमा, कतारको नेसनल डेमा, यो सबै कुरामा, यो ईदमा भयो, यस्तो ठाउँमा सिटीहरूमा। अनि यस्तो एकदमै यो फेस्टिभ मोमेन्ट चाहिँ यहाँ क्रिएट गर्छन् कि यिनीहरूले। रमाइलो हुन्छ हेर्न, घुम्न। कुन बेला कुन प्रकारको होइन, हेर्दाखेरि नै गजब लाग्ने के। मान्छेहरू एकदम एक्साइटेड भएर कोही कराएर हुन्छ, चिच्याएर हुन्छन्, रमाइलो।